नमस्कार, म अस्मिता पाण्डे भिएनबी नेपालबाट। केही समय अगाडि हामीले हजुरहरूलाई वैदेशिक रोजगारीको यात्रा पूरा गर्न आउँदा जुन अन्तिम अन्तर्वार्ताको चरण रहेको हुन्छ त्यसमा आफूले आफूलाई कसरी प्रस्तुत गर्ने त भनेर केही भिडियो लिएर आएका थियौं। आजको प्रस्तुतिमा पनि हामीहरूले हजुरहरूलाई मेल फिमेल क्लिनर पोजिसनमा कसरी अन्तर्वार्ता दिने त भनेर सिकाउन गइरहेका छौं। हजुरहरूलाई थाहा भए अनुसार हाम्रो कार्यालयमा चाहिँ धेरै जसो मेल फिमेल क्लिनर पोजिसनमा अन्तर्वार्ता भइराखेको हुन्छ र हजुरहरूलाई त्यस समयमा चाहिँ अन्तिम अन्तर्वार्तामा सहजता होस् भनेर हामीले यो भिडियो लिएर आएका छौं। अन्तिम अन्तर्वार्ता दिन आउँदा आफूले आफूलाई कसरी प्रस्तुति दिने त? जस्तै कि हामीले पहिला पनि सिकाएका थियौं, अन्तिम अन्तर्वार्ता दिन आउँदा आफू व्यक्तिगत सरसफाइमा आउनुपर्छ, हाइजिन मेन्टेन गर्नुपर्दछ, सफा चटक्क राम्रो लुगा लगाएर आउनु पर्दछ, अनावश्यक गरगहनाहरू लाउनु हुँदैन भनेर भनेका थियौं। र अन्तिम अन्तर्वार्ता दिन आउँदाखेरि जान्नुपर्ने कुराहरू भनेको मेन पहिलो जान्नुपर्ने कुराहरू भनेको चाहिँ यही नै रहेको छ। पर्सनल हाइजिनमा आउने, सफा राम्रो चटक्क लुगा लगाएर आउने र आफूले आफूलाई मेन्टेन गरेर आउने, यो कुराहरू जान्नुपर्ने हुन्छ। जतिजनालाई चाहिँ अन्तिम अन्तर्वार्ता दिँदाखेरि अंग्रेजी भाषामा राम्रोसँग बोल्न सक्नुहुन्छ, प्रस्तुति दिन सक्नुहुन्छ, उहाँहरूले चाहिँ अन्तिम अन्तर्वार्ता सजिलै पार गर्न सक्नुहुन्छ। त्यसैले पनि बोल्दाखेरि अलिकति थोरै अंग्रेजी प्रयास गर्नुभयो भने, थोरै आफूले आफूलाई चाहिँ अलिकति अंग्रेजीमा बोल्न सक्ने भएर आउनुभयो भने अन्तर्वार्ता दिन सजिलो हुन्छ। र मेन चाहिने कुरा भनेको चाहिँ कन्फिडेन्ट पनि रहेको हुन्छ। अलिकति आफूमा चाहिँ अन्तर्वार्ता दिँदाखेरि थोरै कन्फिडेन्ट बढ्यो भने पनि अन्तर्वार्ता दिन सजिलो हुन्छ है। सो अन्तिम अन्तर्वार्ता दिँदाखेरि चाहिँ एकदमै धेरै सोधिने प्रश्न, सुरुमा सोधिने प्रश्न भनेको चाहिँ आफ्नो बारेमा अंग्रेजीमा भन्नुहोस्। टेल मी अबाउट योरसेल्फ, गिभ योर इन्ट्रोडक्सन है। सो भन्दाखेरि तपाईहरुले आफ्नो बारेमा परिचय दिँदाखेरि चाहिँ धेरै भास्ट रूपमा नगइकन, जस्तै माई फादर नेम इज, माई मदर नेम इज नभनिकन, धेरै कुराहरू समावेश नगरिकन पनि छोटो रूपमा हजुरहरूले परिचय दिन सक्नुहुन्छ र त्यो म तपाईलाई सिकाउँदै छु है त। र टेल मी अबाउट योरसेल्फ भनेर सोधिसकेपछि हजुरहरूले अन्तर्वार्ता दिँदा भन्नुपर्ने कुरा भनेको चाहिँ, जस्तै कसैले चाहिँ राम्रो इङ्ग्लिस छ भने थ्याङ्क यू फर गिभिङ मी दिस अपर्च्युनिटी टु इन्ट्रोड्युस माइसेल्फ भनेर पनि सुरु गर्न सक्नुहुन्छ। यदि हजुरहरूलाई यो वर्ड एकदम भारी लागेको छ, भन्न अलिकति असहज भएको छ भने चाहिँ हजुरहरूले सहजै रूपमा चाहिँ थ्याङ्क यू, माई नेम इज रामबहादुर कुँवर, म कसैको चाहिँ एउटा ऱ्यान्डमली इक्जाम्पल दिन गइरहेको छु। थ्याङ्क यू, माई नेम इज रामबहादुर कुँवर एन्ड आई एम फ्रम गोर्खा नेपाल एन्ड आई एम लाइक 35 years old and I clear my +2 level, I pass SLC and I have like 5 family member in my family and I have 2 years cleaner experience in XYZ company in Qatar अथवा कुवेत अथवा साउदी अथवा बहराइन भन्न सक्नुहुन्छ। मैले फेरि पनि इन्ट्रोडक्सनको पार्ट दोहोऱ्याउन चाहे, जस्तै कि माई नेम इज रामबहादुर कुँवर एन्ड आई एम फ्रम गोर्खा नेपाल, आई एम 35 years old, आई पास SLC, आई हेभ 5 family member in my family and I have cleaner experience in Qatar for 2 years भन्न पनि सक्नुहुन्छ। XYZ कम्पनी जोड्न पनि सक्नुहुन्छ, जस्तै कि आई हेभ वर्क एज अ क्लिनर इन XYZ कम्पनी कतार फर 2 years भनेर पनि जोड्न सक्नुहुन्छ। यो रहेको थियो सामान्य इन्ट्रोडक्सनको पार्ट हो। ल अब अर्को प्रश्नतिर जाउँ है त। सो अर्को प्रश्नमा चाहिँ सोध्न सक्ने क्वेसन भनेको चाहिँ वाइ डिड यु चुज क्लिनर जब? तपाईले चाहिँ क्लिनर जब चाहिँ किन चुज गर्नुभयो त? र यसमा तपाईहरुले भन्न सक्ने एन्सर भनेको चाहिँ आई लाइक क्लिनिङ एन्ड किपिङ एरिया नीट, I like cleaning environment, cleanliness is important for health and also I have experience, that's why I choose this position भन्न पनि सक्नुहुन्छ। जस्तै नेपालीमा भन्दाखेरि चाहिँ क्लिननेस भनेको चाहिँ सफा सुग्घर हुनु भनेको चाहिँ स्वास्थ्यको लागि पनि एकदम इम्पोर्टेन्ट हो। मलाई सफा सुग्घर ठाउँ एकदमै मनपर्छ र एउटा राम्रो ठाउँमा बस्नु पनि एउटा राम्रै कुरा हो हैन। सो मसँग पूर्व अन्तर्वार्ता पूर्व अनुभव पनि रहेको छ, त्यसैले चाहिँ मैले चाहिँ यो क्लिनर जब चाहिँ चुज गरे भनेर पनि भन्न सक्नुहुन्छ। अब अर्को प्रश्न रहेको छ। सो अर्को प्रश्नमा सोध्दाखेरि चाहिँ कस्तो सोध्नुहुन्छ भने डु यु हेभ एनी एक्सपिरियन्स बिफोर
भनेर सोध्न सक्नुहुन्छ। के तपाईसँग पहिला पूर्व काम गरेको अनुभव रहेको छ भनेर पनि सोध्न सक्नुहुन्छ। यदि हजुरहरूसँग पूर्व काम गरेको अनुभव छ भने चाहिँ यस आई हेभ, आई वर्क बिफोर एज अ क्लिनर इन XYZ कम्पनी कतार भन्न सक्नुभयो भने, इफ तपाईँले काम गर्नुभएको छैन, शारीरिक रूपमा स्वस्थ हुनुहुन्छ, थोरै थोरै इङ्ग्लिसमा पनि बोल्न सक्नुहुन्छ र तपाईँलाई चाहिँ काम सिक्न मन लागेको छ भने त्यसमा चाहिँ नो, आई एम टोटली फ्रेसर बट आई वान्ट टु लर्न सम न्यू थिङ एन्ड आई वान्ट टु गेन फरेन एक्सपिरियन्स, सो द्याट्स वाइ आई चुज दिस पोजिसन भनेर पनि भन्न सक्नुहुन्छ। जस्तै कि काम नगर्नु भएको फ्रेसरले चाहिँ नेपालीमा भन्दा चाहिँ हजुर म टोटली फ्रेसर हो, मैले काम गरेको छैन, तर म चाहिँ एउटा क्लिनिङको काम सिक्न चाहन्छु र मलाई चाहिँ फरेन एक्सपिरियन्स, विदेशी एक्सपिरियन्स लिन पनि मन छ, अनुभव पनि लिन मन छ, त्यसैले चाहिँ मैले चाहिँ क्लिनर जब चाहिँ चुज गरेको हो भनेर पनि भन्न सक्नुहुन्छ। अब अर्को प्रश्नतर्फ जाउँ, एकदमै मेन प्रश्न र तपाईँलाई थाहा हुनुपर्ने प्रश्न भनेको चाहिँ वाट इज द ड्युटिज एन्ड रेस्पोन्सिबिलिटिज अफ क्लिनर। क्लिनरको काम र कर्तव्य के रहेको छ त? र यसमा तपाईँहरूलाई एकदम सहज रूपमा भन्न सजिलो होस् भनेर चाहिँ हामीले एउटा एन्सर तयार पारेका छौँ। त्यो एन्सरमा चाहिँ हजुरहरूले भ्याक्युमिङ, मोपिङ, स्विपिङ, डस्टिङ, क्लिनिङ भनेर पनि भन्न सक्नुहुन्छ। र हजुरहरूले चाहिँ मेन अर्को ड्युटिजमा मिसाउनु पर्ने कुरा भनेको चाहिँ फलो सेफ्टी रुल्स, कम्पनी रुल्स एन्ड रेगुलेसन्सहरू पनि हजुरहरूले भन्दा हुन्छ। हजुरहरूले काम गर्दा चाहिँ नट ओन्ली भ्याक्युमिङ, मोपिङ मात्र भन्दा पनि हजुरहरूले विन्डोज क्लिनिङदेखि लिएर डोर क्लिनिङहरू, फ्लोर क्लिनिङहरू होइन, यी सबै कुराहरू क्लिनिङ गर्नुपर्ने हुन्छ। तपाईँहरूले चाहिँ किचन क्लिनिङहरू पनि गर्नुपर्ने हुन्छ, धेरै ठाउँमा चाहिँ क्लिनिङ गर्नुपर्ने हुन्छ। बट हजुरहरूले चाहिँ वाट इज द ड्युटिज एन्ड रेस्पोन्सिबिलिटिज अफ क्लिनर भनेर सिकाउँदाखेरि चाहिँ सहज रूपमा भन्दा चाहिँ भ्याक्युमिङ, मोपिङ, स्विपिङ, डस्टिङ, क्लिनिङ भन्दा पनि हुन्छ है त। अब लागौँ अर्को प्रश्नतर्फ। सो अर्को प्रश्नमा चाहिँ सोध्न सक्ने प्रश्न भनेको चाहिँ हाउ डु यु इन्स्योर द्याट अल एरिया आर क्लिन प्रपरली। तपाईँले कसरी सुनिश्चित गर्न सक्नुहुन्छ कि तपाईँले सफा गर्नुभएको एरिया चाहिँ राम्रोसँग सफा भयो भनेर। सो यसमा चाहिँ अब कसरी तपाईँले एन्सर दिने भनेर चाहिँ म सिकाउन गइरहेको छु। तपाईँले भन्न सक्ने एन्सर भनेको चाहिँ अङ्ग्रेजीमा आई फलो चेकलिस्ट एन्ड आई इन्स्पेक्ट each area, all area, and I coordinate with all staff members. जस्तै कि म मेरो त्यो चेकलिस्ट फलो गर्छु र म चाहिँ इच एरिया चाहिँ मैले चेक गर्छु र मैले आफ्नो अरू स्टाफ मेम्बरसँग पनि समन्वय गर्छु भनेर भन्न सक्नुहुन्छ। यो भयो भने चाहिँ हजुरलाई चाहिँ एउटा कसैले प्रश्न गरिहाल्नु भयो भने पनि तपाईँले चाहिँ कसरी एरिया क्लिन भयो भनेर तपाईँहरूले बताउन सक्नुहुन्छ। अब अर्को टेक्निकल क्वेसनतर्फ जाउँ है त। जस्तै कि हजुरहरूलाई क्लिनिङ गर्दाखेरि चाहिँ वाट आर द इक्विपमेन्ट यु युज फर क्लिनिङ भनेर पनि सोध्न सक्नुहुन्छ। जस्तै कि तपाईँले चाहिँ सरसफाइ गर्दा चाहिँ के कस्ता सामग्रीहरू प्रयोग गरेर सरसफाइ गर्नुहुन्छ भनेर सोधिएको हो र त्यसमा चाहिँ तपाईँले चाहिँ आई क्यान युज भ्याक्युम क्लिनर, मोप, ब्रुम होइन, अनि तपाईँले त्यो स्प्रे बोतलहरू अनि त्यसपछि टावलहरू पनि हुनसक्छ होइन। तपाईँहरूले त्यसरी चाहिँ त्यो बेलामा जोड्न सक्नुहुन्छ। जस्तै अर्को मेन जान्नुपर्ने कुराहरू भनेको चाहिँ केमिकल्सहरू पनि। जस्तै कि क्लिनिङ गर्दाखेरि चाहिँ केमिकल्स के युज हुन्छ त भन्ने कुराहरू पनि थाहा पाउनुपर्ने हुन्छ। जसले विदेशमा काम गरेर आइसक्नु भएको छ उहाँहरूलाई चाहिँ केमिकल्सको बारेमा राम्रोसँग थाहा हुन्छ, तर नेपालको अनुभव भएकोहरूलाई चाहिँ अलिकति थाहा नहुनसक्छ। र त्यसैले चाहिँ नेपालमै पनि सामान्य युज हुने कुराहरू जस्तै कोलिनहरू, हार्पिकहरू होइन, फिनाइलहरू, डिटर्जेन्टहरू, यिनी कुराहरू चाहिँ हजुरहरूले चाहिँ अन्तर्वार्तामा भन्न सक्नुहुन्छ। यदि हजुरहरूलाई चाहिँ त्यस्तो धेरै क्लिनिङको त्यो केमिकल्सको बारेमा थाहा छैन तर चाहिँ प्रश्न सोधिहाल्नु भयो भने पनि तपाईँले चाहिँ नेपालमै युज गर्ने कुराहरू, नेपालमै प्रयोग हुने कुराहरू पनि आफ्नो क्लिनिङ गर्नको लागि चाहिँ युज गर्छु भनेर पनि भन्न सक्नुहुन्छ है त। र अर्को प्रश्न रहेको छ वाइ यु वान्ट टु गो कतार, वाइ यु वान्ट टु गो UAE, वाइ यु वान्ट टु गो
कुवेत, तपाईले चाहिँ कुन देशमा अप्लाई गर्न खोज्नु भएको हो त्यसलाई जोडेर चाहिँ तपाईहरुले सोध्न सक्नुहुन्छ। त्यसैले चाहिँ अब कतार किन जान चाहनुहुन्छ, युए किन जान चाहनुहुन्छ को प्रश्नमा एन्सर दिँदा चाहिँ हुन्छ नि त टु सपोर्ट माई फ्यामिली, टु अर्न मनी, टु गेन सम फरेन नलेज हैन, तपाईलाई चाहिँ फरेनको नलेजहरु युज गर्न मतलब लिन मन छ हैन। अनि अर्को भनेको चाहिँ अब फ्यामिली सपोर्टको लागि अब हामी विदेश जाने भनेको चाहिँ अब मेन कुरा भनेको चाहिँ पैसा कमाउन फ्यामिली सपोर्टकै लागि हो। त्यसैले चाहिँ वाइ यु वान्ट टु गो कतार, कुवेत, युएई भनेर प्रश्न गर्दाखेरि चाहिँ हजुरहरूले टु सपोर्ट माई फ्यामिली, टु अर्न मनी हैन, टु गेन एक्स्ट्रा नलेज, टु गेन फरेन नलेज भनेर पनि तपाईहरुले जवाफ दिन सक्नुहुन्छ है त। अब अर्को प्रश्न सँगसँगै जोड्न चाहे मैले। अर्को प्रश्नमा चाहिँ व्हाट इज पर्सनल हाइजिन, व्यक्तिगत सरसफाइ भनेको के हो त? पर्सनल हाइजिन भनेको चाहिँ के हुन्छ, अघि नै मैले सुरुवातमै भने पर्सनल हाइजिन तपाईहरुले सुरुवातदेखि ती कम्पनीमा गएर काम गरेदेखि ती हैन, यो हाम्रो भनेको दैनिक जीवनमा पनि उपयोगी हुने कुरा हो पर्सनल हाइजिन भनेको। त्यसैले तपाईलाई थाहा हुन आवश्यक छ व्यक्तिगत सरसफाइ भनेको के हो। व्यक्तिगत सरसफाइ भनेको आफू सफा र सुग्घर हुनु चाहिँ व्यक्तिगत सरसफाइ हो। जस्तै तपाईले अंग्रेजीमा प्रश्नको उत्तर दिँदा चाहिँ टु बी नीट एन्ड क्लीन, पर्सनल हाइजिन इज टु बी नीट एन्ड क्लीन भनेर पनि भन्न सक्नुहुन्छ। यो भयो भने चाहिँ तपाईहरुलाई व्यक्तिगत सरसफाइको बारेमा थाहा हुन्छ। र अब अर्को प्रश्न चाहिँ सायद सोध्नुहुन्छ, धेरै जस्तो सोध्न पनि सक्नुहुन्छ। अर्को प्रश्न चाहिँ आर यु कम्फर्टेबल टु वर्क इन डे एन्ड नाइट सिफ्ट भनेर पनि सोध्न सक्नुहुन्छ। के तपाईँ चाहिँ नाइटमा पनि डेमा पनि काम गर्न कम्फर्टेबल हुनुहुन्छ भनेर सोध्नु भयो भने चाहिँ तपाईले यस आई क्यान भनेर भन्नु पर्यो है त। तपाईले जस्तै के हुन्छ कहिलेकाहीँ चाहिँ सबै कम्पनीमा यो सिस्टम लागू हुँदैन, तर कुनै कुनै कम्पनीमा चाहिँ कस्तो हुन्छ भने जस्तै कुनै कुनै प्रोजेक्टमा भनौँ न, एयरपोर्टको प्रोजेक्ट कुरा गरौँ, एयरपोर्टको प्रोजेक्टमा चाहिँ कस्तो हुन्छ डेमा काम गर्ने छुट्टै हुनुहुन्छ, नाइटमा काम गर्ने छुट्टै हुनुहुन्छ। र त्यो समयमा चाहिँ इफ तपाईले त्यो प्रोजेक्टमा काम गर्नु पर्यो भने चाहिँ त्यसमा चाहिँ सोध्न सक्ने प्रश्न भनेको चाहिँ नाइट र डेमा काम गर्न तपाईँ कम्फर्टेबल हुनुहुन्छ भनेर पनि सोध्न सकिन्छ। त्यसैले तपाईले चाहिँ यस आई क्यान भनेर चाहिँ भन्नु पर्यो है त। यो कुराहरू तपाईलाई बेसिक कुराहरू तपाईलाई थाहा हुन आवश्यक रहेको हुन्छ। तपाईलाई चाहिँ अंग्रेजी भाषामा चाहिँ अलिकति भए पनि बोल्न सक्नुभयो, आफूमा अलिकति भए पनि कम्फर्टेबल भयो, कन्फिडेन्ट भयो भने तपाईले चाहिँ अन्तर्वार्ता सहजै पार गर्न सक्नुहुन्छ। धेरै गाह्रो हुँदैन अन्तर्वार्ता दिँदाखेरि चाहिँ। तपाईहरुले राम्रोसँग चाहिँ पहिलेदेखि पूर्व तयारी गरेर सामान्य थोरै मेहनत गरेर आउनु भयो भने पनि अन्तर्वार्ता दिँदा तपाईलाई कुनै पनि समस्या हुँदैन, तपाईले सहजै रूपमा अन्तर्वार्ता दिन सक्नुहुन्छ। ल है त, आजको प्रस्तुतिमा हामीले हजुरहरूलाई सामान्य सोधिने प्रश्नहरू चाहिँ तपाईलाई थाहा होस्, अन्तर्वार्तामा दिन सजिलो होस्, सहज वातावरण क्रिएट होस् भनेर चाहिँ हामीले हजुरहरूलाई यो भिडियो लिएर आएका थियौँ। र आगामी दिनहरूमा पनि नयाँ पोजिसनमा, नयाँ काममा र नयाँ कम्पनीका कुराहरू लिएर फेरि पनि हामीले यसरी नै भिडियो लिएर आउने नै छौँ। तबसम्मका लागि हाम्रो भिएनमी नेपालको युट्युब च्यानल सब्स्क्राइब गरिदिनुहोस् र म फेरि फेरि भिडियो ल्याउने बाचाका साथ आजको समयमा चाहिँ छुटिन चाहन्छु। हस्त, धन्यवाद।